हेलो वेलकम टू ब्याक युट्युब च्यानल सो फाइनली सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै आएर हुनुहुन्छ होला है। अनि म पनि एकदम सन्चै आएर छु। अनि आज म टक्कलाई यहाँ लबडाडामा आएको छु। अनि त्यो देख्छ त्यो छ अनि पछाडिपट्टि अनि म चाहिँ त्यो टक्क आएर लबडाडामा छु गाइज। अनि म बाट देखिने भ्यू चाहिँ त्यो तपाईँहरूलाई टक्क देखाउँछु। अनि सो सबैजनाले टक्कलाई भिडियो हेरिदिनु होला। अनि त्यो भिडियो पनि त्यो कस्तो लाग्छ त्यो कमेन्ट पनि गरिदिनु होला। अनि त्यो सेयर पनि गरिदिनु होला भन्न चाहन्छु म। अनि सो अनि त्यो हाम्रो हुन्छ नि त अब चाहिँ हामी त्यो 30 गते चाहिँ त्यो चन्द्रगिरी जाने चाहिँ कुरा हुँदैछ। अनि सो हेरौँ अब चाहिँ त्यो के हुन्छ। अनि सो हामी त्यो मिल्यो भने चाहिँ जान्छु होला है। अनि अहिले चाहिँ अलिकति प्रब्लम पनि परिरहेको छ। अनि त्यसैले अनि अलि त्यो कुरा हुँदैछ। अनि हेरौँ अब त्यो कुरा चाहिँ के हुन्छ। अब त्यो मिल्दैन हेरौँ। अनि सो त्यही नै हो है। अनि हुन्छ नि त। अनि म चाहिँ फेरि मलाई चाहिँ अहिले चाहिँ त्यो माइकको पनि एकदम त्यो अभाव छ। अनि त्यसैले अलिकति त्यो प्रब्लम भइरहेको छ। अनि सो हेरौँ अनि त्यो के चाहिँ हुन्छ। अब त्यो मिल्यो भने चाहिँ हामी जान्छु। अनि त्यो अर्को कुरा चाहिँ के भने अब त्यो चन्द्रगिरी जानुको लागि चाहिँ अनि हाम्रो चाहिँ त्यो अर्को अनि त्यो हाम्रो अझ त्यो अर्को गयो भने नि अनि हाम्रो चाहिँ आज त्यो चन्द्रगिरी र अनि त्यो थाङ्गोट पार्क घुम्ने चाहिँ त्यो भ्रमण गर्ने चाहिँ हाम्रो त्यो सोच छ। अनि सो हामी जान्छौँ होला है गाइज। अनि त्यो मिलाउने चाहिँ अनि अलिकति त्यो प्रब्लम पनि परिरहेछ। अनि त्यसैले त्यो दाइहरूले चाहिँ त्यो अलिअलि त्यो सक्दोसम्म त्यो सपोर्ट गरिदिँदछ। अनि सो हामी त्यही नै हो है। अनि त्यो मिलाउने चाहिँ हामी जान्छौँ। अनि गएर त्यो अलिअलि त्यो भिडियो बनाएर हामी अपलोड गर्छौँ। अनि सो आज म एक्लै आएको है त्यो भिडियो बनाउनुको लागि भनेर। अनि सो साथीहरू पनि कोही छैन। अनि कोही केटिएममा अनि त्यो कोही कहाँ छ। अनि त्यसैले म चाहिँ त्यो एक्लै आएको त्यो छु भिडियो बनाउनु लागि। अनि सो देख्न सक्नुहुनेछ म यहाँ लबडाडा हुन्छु। अनि लेसी त्यही नै हो है। त्यो हेरौँ अब चाहिँ त्यो कुरा के हुन्छ। अब त्यो कुरा मिल्यो भने चाहिँ हामी जान्छौँ है। तर हामी जान्छौँ। अनि सो अनि फेरि मेरो चाहिँ त्यो अर्को नै सोच छ। म मिल्यो भने चाहिँ अनि म पोखरा पनि जान सक्छु। अनि मलाई चाहिँ त्यो पोखरा जानलाई नै त्यो अलिकति मन थियो। अनि त्यसैले हामी पोखरा पनि जान्छु। अनि पोखरा चाहिँ अहिले होइन 2 दिनपछि जान्छु। अनि सो अहिले चाहिँ हामी त्यो उसको लागि मात्र जान्छु। त्यो चन्द्रगिरी र त्यो थाङ्गोट पार्क चाहिँ हामी त्यो भ्रमण गरेर आउँछु है गाइज। अनि हामी जान्छु। अनि त्यो मिल्यो भने चाहिँ हामी जान्छौँ। अनि त्यो कुरा चाहिँ हुँदैछ। अब के चाहिँ हुन्छ हेरौँ न। अब त्यो साथीहरू मिल्छ कि मिल्दैन। अनि सो त्यही नै हो है। अनि त्यो भिडियो चाहिँ हेरिदिनु होला। अनि मलाई चाहिँ अहिले मिलियनको चाहिँ एकदम अभाव छ क्या। अनि पहिला चाहिँ मेरोमा कति त्यो 25,000 त्यो भ्युज थियो। अनि तर अहिले चाहिँ मेरो उस भयो। अनि त्यो अस्ति त्यो कपिराइट आयो। अनि त्यसैले त्यो भिडियो डिलिट गरेर अनि भ्युज सबै गयो। अहिले चाहिँ भ्युज पनि छैन। अनि तर जे होस् अब त्यो 10 मिलियन भ्युज चाहिँ कम्प्लिट गरिदिनु पर्छ। अनि त्यो भिडियो चाहिँ सबैजनाले टक्क आएर सेयर गरिदिनु होला। अनि त्यही नै हो है। अनि गाइज अब हामी मिल्यो भने चाहिँ हामी जान्छौँ। चन्द्रगिरी पनि जान्छौँ। अनि त्यो थाङ्गोट पार्क पनि घुमेर आउँछौँ भन्नुभएको छ। अनि त्यसैले चाहिँ हामी त्यो चन्द्रगिरीसम्म चाहिँ हामी जान्छौँ भनेको हो। अब हेरौँ अब त्यो के हुन्छ। अब त्यो मिल्यो भने चाहिँ हामी जान्छौँ है। अब त्यो चन्द्रगिरी पनि जान्छौँ। अनि त्यो थाङ्गोट पार्क पनि घुमेर आउँछु। अनि यसो सपोर्ट चाहिँ गरिदिनु होला है त सबैजनाले। माइक पनि किन्नुपर्छ। अनि त्यसैले अलिकति प्रब्लम भइरहेको छ कि। अनि पैसा पनि धेरै छैन। अनि सो त्यही नै हो है। हामी मिल्यो भने चाहिँ थाङ्गोट र चन्द्रगिरी चाहिँ भ्रमण गरेर आउँछौँ। त्यो मिल्यो भने हामी चाहिँ अब यही महिना जान्छौँ क्या। महिनाको त्यही हो त्यो 27-28 तिर जान्छौँ। त्यो 27-28 तिर जान्छौँ हामी है। अनि भिडियो चाहिँ लेसी सबैजनाले फुल भिडियो हेरिदिनु होला। अनि त्यो फुल भिडियो हेरेर त्यो कहाँ लाइक कमेन्ट सब्सक्राइबर अनि त्यो यति चाहिँ च्यानल बनायो भने सब्सक्राइब पनि गरिदिनु होला। अनि सबैजना थ्याङ्क यू सो मच है। अनि मेरो तर मैले सोचेको थिइनँ। अनि त्यसरी त्यो 1K सब्सक्राइब पुग्छ भनेर। अनि सो अब त्यो 1K सब्सक्राइब पुऱ्याइदिनु भयो। अब चाहिँ मिलियन सब्सक्राइब पुग्नुपर्छ है त। अब चाहिँ म डेली भ्लग हाल्छु। अनि आज नै मैले ठिक लगाएर त्यो 1 हप्तापछि भ्लग स्टार्टिङ गरेँ हो। अनि मैले त्यो भ्लग हालेको चाहिँ कति भने त्यो 5 दिन भइसकेको रहेछ। अनि मैले आज चाहिँ त्यो भ्लग फेरि हालेको छु। अनि लबडाडा भिडियोहरू पनि सबै मैले हालेको छु। अनि सबैजना हेरिदिनु होला है त गाइज। अब चाहिँ भिडियो हेर्नुको लागि सबैजना रेडी भएर बस्नु है त।
गलीमै सुकै आए पातै भर